छम नाच्ने समस्त भक्तजनहरूको यस कपिल गोत्रमा दिवंगत हुनुभएका समस्त पितृ उतार्थ निमित्त आयोजना गरेको यस द्वितीय सत्रमा हामी तृतीय दिवसीय दोस्रो सत्रमा अब हामी कथामा प्रवेश गरिसकेको छौं। हामीले पहिलो सत्रमा आज जो दक्ष प्रजापतिको यज्ञमा शिवजीको जटाबाट वीरभद्र प्रकट भएर जब दक्षको यज्ञ विध्वंस गर्नुभयो, अन्तिममा दक्षको घमण्ड कुनै भोले बाबाले घमण्डलाई नाश गराइदिनु भयो भन्ने कथा प्रसङ्गहरू, जसरी जब सतीजीले यज्ञ कुण्डमा हामफाली आफ्नो प्राण त्याग गरेको कथा प्रसङ्गहरू हामीले श्रवण गर्यौं। अब यहाँभन्दा अगाडिका कथा प्रसङ्गहरू हामी दोस्रो सत्रमा कथा श्रवण गर्नेछौँ। मैत्रेयले जब विदुरजीलाई भन्नुभयो, जब मैत्रेय र विदुरजीको बीचमा संवाद हुँदैछ, त्यहाँनिर मैत्रेयले अगाडि बताउँदै जानुहुन्छ। सनकाद्यं नारदस्यं ऋषो हर्षोर्णीयते नैत्यं गृहाण ब्रह्मं सुता हयावसन्तु धरे तसः। सनकादि मुनिहरू, जो ब्रह्माजीका सनकादि नारद, ऋषभ, हंस, अरुणी एवं यति नाम गरेका ब्रह्माका पुत्रहरू नैष्ठिक ब्रह्मचारी भए। ब्रह्माजीले सृष्टि त गर्नुभयो, प्रजाको पालन गर्नुहुन्छ, यस धराधाममा प्रजाहरूको विस्तार गर्नुहुन्छ भनेर सृष्टि गर्नुभएका थिए पुत्रहरू, तिनीहरू सबै सनकादि मुनिहरू पनि जब नैष्ठिक ब्रह्मचारी भएर बस्नुभयो, अनि जो अधर्महरू थिए, अधर्महरू पनि ब्रह्माकै सन्तानहरू हुनुहुन्थ्यो। अधर्मीको पत्नीको नाम थियो मृषा। जब जब अधर्मको पत्नीको नाम थियो मृषा, मृषालाई हामी झुटो बोल्ने भनेर भन्दछौँ। जसले झुटो बोल्छ उसँग सधैँ अधर्म रहन्छ भनेर यसरी यहाँनिर मैत्रेयजीले विदुरजीलाई बताउँदै जानुभयो। जो अधर्महरू, दम्भ, पाखण्ड, अभिमान नामका छोराहरू भए तिनीहरूको, र उनीले माया नामकी कन्या जन्माइन्। अधर्मको पुत्रीको नाम थियो माया। जब मायामा परिन्छ हामी, मायामा परिसकिसकेपछि हामी धर्म कर्म सबै गर्न बिर्सिन्छौँ। त्यही भएको कारणले गर्दाखेरि अधर्मको जो कन्याहरू थिए, उनको छोरा छोरीको नाम थियो, छोराको नाम थियो अभिमान थियो भने छोरीको नाम थियो माया। यसरी यिनीहरूको अधर्म वंशको मा धेरै अधर्महरू बढ्दै गए। अधर्मको वंशमा पठन गर्ने क्रममा नामहरू धेरै आएका छन्। जसले अधर्महरू गरेका छन् उनी सबैजना गएर नरकमा जानु पर्दछ, नरकमा गएर दुःख भोग गर्नु पर्दछ भनेर यसरी जसले अधर्मको कथाहरू सुनेर धर्मपट्टि लाग्दछ भने त्यसले जन्म जन्मान्तरसम्म गरेका पापहरू सबै क्षय भएर जान्छन्। सुन्नु थियो अधर्मको कथा श्रवण गर्ने, तर धर्मको बाटो अनुसरण गरेर आउने भगत भक्तिको प्राप्तिको मार्गहरू रोज्न थाल्यो भने अवश्य पनि मोक्ष प्राप्त हुन्छ भनेर यसरी मैत्रेयजीले अगाडि यस्ता राम्रा आश्रयका कुराहरू बताउँदै जानुभयो। मैत्रेयले अगाडि विदुरजीलाई भन्नुहुन्छ, अब म हरिको अंश अवतार, ब्रह्माको अंश अवतारबाट उत्पन्न स्वयं मनुको पुत्रहरूको वर्णन गर्दछु। स्वयं मनुको पुत्रको वर्णन हामीले अगाडि के सुनेको थियौं, श्रवण गरेको थियौं नि। स्वयं मनु र शतरूपाबाट देवहूतिको जन्म, कन्याको छोरीहरूको चरित्र, वंश विस्तारको बारेमा हामीले श्रवण गर्यौं। जो कर्दम मुनिसँग विवाह भयो, यतापट्टि
दक्ष प्रजापतिहरूलाई पनि अरू छोरीहरू विवाह गरेर दिनुभयो। सती, प्रसूति, देवहूति, आकृति नाम गरेका कन्याहरू। अब हामी ती स्वयंभू मनुका जो पुत्रहरूको बारेमा हामी अब वर्णन श्रवण गर्नेछौँ। हामी यो भन्दा अगाडि हामीले जो स्वयंभू मनुका कन्याहरूको वर्णन प्राप्त गर्यौं भने अब स्वयंभू मनुका दुई भाइ छोराहरू थिए। स्वयंभू मनु र शतरूपाबाट दुई भाइ पुत्रको जन्म भएको थियो। ती पुत्रहरूको नाम थियो, एकजनाको नाम प्रियवर र अर्का भाइको नाम थियो उत्तानपाद नाम गरेका। तीमध्ये प्रियवर सानैमा वैराग्य धारण गरेर तपस्या गर्न वनतिर जानुभयो। उनको चरित्रमा फेरि पुनश्च पञ्चम स्कन्धमा श्रवण गराउनेछु। अब अहिले हामी उत्तानपादको कथा श्रवण गराउँछु। हे विदुरजी भनेर यसरी मैत्रेयले विदुरजीलाई अब स्वयंभू मनुका कथा वंशमा जो उनका पुत्र कान्छा छोरा उत्तानपादको वंश विस्तार म सुनाउँदछु। ध्यानपूर्वक सुन हे विदुरजी भनेर मैत्रेयजीले विदुरजीलाई अब प्रियवर र उत्तानपाद जुन स्वयंभू मनुका पुत्रहरूको वर्णनमा पहिले उत्तानपाद नाम गरेका पुत्रको वर्णन वंश विस्तारमा श्रवण गराउँछु। ध्यानपूर्वक सुन्नुहोस् है भनेर यसरी विदुरजीलाई मैत्रेयले अगाडि अब बताउँदै जानुभयो। उत्तानपाद नाम गरेका एकजना स्वयंभू मनुका पुत्र थिए जो एक प्रतापी राजा हुनुहुन्थ्यो। जब उत्तानपाद नाम गरेका राजा प्रजापालक हुनुहुन्थ्यो, उत्तानपादले राज्य गर्दाखेरि सबै जनताहरू खुसी हुनुहुन्थ्यो। उहाँका दुई रानीहरू हुनुहुन्थ्यो। ध्यानपूर्वक सोच्नुहोस् है, यो त हामीले सबै कथा श्रवण गरिराखेको हुन्छौँ। दुईटा रानीहरू हुनुहुन्थ्यो। एकजना रानीको नाम थियो सुनीति नाम गरेको रानी हुनुहुन्थ्यो र अर्कोको सुरुचि नाम गरेका दुईजना रानीहरू हुनुहुन्थ्यो उत्तानपाद राजाका। सुनीति भनेको सुशील स्वभाव, सधैँ सरल भएको, नीति नियम सरल भएको, उसको स्वच्छ मन भएको भने सुरुचि भनेको आफ्नो मनले जे माग्दछ। सुरुचि भनेको अनेक इच्छा रुचिहरू भएका। यसरी सुनीति र सुरुचिको जब धेरै वर्ष समय व्यतीत हुँदै 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 गयो, दुईजना रानीहरूबाट कुनै पनि सन्तान जन्मिएन। सन्तान जन्मिसकेपछि दुई रानीहरू कसरी भए भनेर यहाँ प्रसङ्ग पनि म जोड्दैछु। जब जेठी रानी हुनुहुन्थ्यो सुनीतिलाई अगाडि नै विवाह गर्नु भएको थियो उत्तानपाद नाम गरेका राजाले। उहाँको सन्तान धेरै समय भएन। धेरै समय नभएको कारणले गर्दाखेरि अब राज्यमा राजाको कुनै पुत्रहरू केही नभइसकेपछि, आफ्ना सन्तान नभइसकेपछि राजा धेरै विचल्यमा पर्नु भएको थियो। एक दिनको कुरा हो, समय व्यतीत हुँदै 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 गयो। अब राजाका कुनै पनि सन्तान नभइसकेपछि आफ्नै सुनीति कि बहिनी हुनुहुन्थ्यो जसको नाम सुरुचि थियो। सुरुचिसँग जो सुनीति र उत्तानपादले सल्लाह गरेर उत्तानपाद राजाको सुरुचिसँग विवाह गरिदिनु भयो। विवाह बन्धनमा बाँधिदिनु भयो। किनभने जेठी रानीबाट कुनै पनि सन्तान नभएको कारणले अब वंश विस्तार चलाउनको लागि उत्तराधिकारीको आवश्यकता पर्छ। सन्तान भएन भने राज्य चाहिँ कुनै शोभा हुँदैन भनेर यसरी उत्तानपाद राजाको विवाह चाहिँ फेरि सुनीतिले सुरुचिसँग, जब सुनीतिको सल्लाह अनुसार सुरुचिसँग विवाह भयो। एक दिन दुई दिन व्यतीत हुँदै गयो। विवाह भइसकेपछि जब पहिले उत्तानपाद राजाले सुनीतिलाई धेरै प्रेम
आधार सत्कार माया ममता सबै दिनुहुन्थ्यो। समय व्यतीत हुँदै गयो। सुरुचिसँग विवाह गरिसकिसकेपछि राजा पनि सुरुचितिरै नै आकर्षित भएर जानुभयो र अन्त्यतः सुरुचिले एउटा राज्यमा एकजना पतिसँग दुईजना स्त्रीहरू बस्नु पाइँदैन भनेर अनेक किसिमको खराब रुचि भएको कारणले गर्दाखेरि सुरुचिले सुनीतिलाई जब घरबाट निकाल्न भनेर राजासँग अनेक किसिमका कलह गर्न लाग्नुभयो। सुनीति नीति उत्तम थियो। कसैको भलो हुन्छ भने म राज्य छोडेर म कुनै ठाउँमा गएर बस्छु, कि त दुईजनामा एकजनालाई राख्नु पर्यो कि त मलाई छोड्नु पर्यो भनेर अनेक झै झगडा जब सुरुचिले गर्न थालिसकेपछि राजाले सुनीतिलाई आफ्नो राज्यको कुनै छेउमा लगेर एउटा कुटी बनाएर राखिदिनु भयो। समय व्यतीत हुँदै 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 गयो। जब रानीलाई दरबारबाट निकालेर कुनै एउटा कुटी बनाएर राखिदिनु भयो राजाले, यता सुनीति कुटीमा बस्न लाग्नुभयो। सुरुचि नाम गरेकी रानीसँग राजाले समय व्यतीत गर्दै 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 जानुभयो। अन्त्यतः कुनै पनि सन्तान थिएनन्। समयको कालान्तर बित्दै गइसकिसकेपछि जब सुनीति र सुरुचि दुवैजनाले सन्तान प्रदान गर्दै दुवैजना गर्भवती हुनुभयो। पछि गएर सुनीतिले पनि पुत्र प्राप्त गर्नुभयो, सुरुचिले पनि पुत्र प्राप्त गर्नुभयो। जब वनमा गएर राजाले कुटीमा गएर सुनीतिको गर्भबाट जन्मेको बालकको नामकरण संस्कार सबै गराइदिनु भयो। अब घरमा त्यो बालकलाई ल्याऊ भने त कान्छी महारानीले फेरि अप्ठ्यारो पर्छ, झै झगडा परिहाल्छ। त्यो बालकको नाम राखिदिनु भयो बालक ध्रुव। यता राज्यमा पनि कान्छी श्रीमतीबाट सुरुचिबाट एक पुत्रको जन्म भयो, जो पुत्रको नाम उत्तम राखियो। यसरी समय व्यतीत हुँदै 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 गयो। जब एक दिन सभाको विराजमान भएर राजाहरू सबै सिंहासनमा बसिराखेको बेलामा बालकहरू खेल्दै यत्र तत्रबाट जहाँ उत्तम आउनुभयो। उत्तम आउँदाखेरि सुरुचि धेरै खुसी हुनुभयो। यता जेठी रानी सुनीतिबाट जन्मेका एउटा बालक थिए ध्रुव। ध्रुवलाई सबैजनाले भन्न लागे यो कसको बालक हो, यसको पिताको नाम के हो, यसका त पिता पनि हुनुहुन्न भनेर सारै बालबालिकाहरूले भन्छन् यसका बुबाको आमाको भनिसकिसकेपछि सबैले सोधे। ध्रुवलाई मन खिन्न भयो। बालकहरूसँग खेल्न जाँदा पनि यो यसको पिता छैन भनेर बुबा आमा अगाडि गार्जेन नहुँदा सबैजनाले हेपे। ध्रुव बालक आउनुभयो, आफ्नो माताको काखमा रहेर भन्नुभयो, माताजी हाम्रो पिता को हुनुहुन्छ? त्यो बेलासम्म राजा उत्तनपातको म पुत्र हुँ भनेर ध्रुवलाई केही थाहा थिएन, बालक अवस्थामा हुनुहुन्थ्यो। जब सुनीतिले कहभरि आँसु पारेर हे पुत्र तिम्रा पिताजी त यस देशका नरेश उत्तनपात हुनुहुन्छ भनिसकिसकेपछि ध्रुवलाई पनि आफ्ना पिताजीको काखमा खेल्न रहर लागेछ। जब सभामा विराजमान भइराखेको बेलामा उत्तनपातको काखमा गएर ध्रुवजी महाराज गएर बसिदिनु भयो। ध्रुव बस्नुभयो। त्यो कुरा चाहिँ परबाट सुरुचिले देखिरहनु भएको थियो। यो जंगली सभा भएको बालक को आएर यहाँ बसेछ, जबकि जेठी रानीबाट पनि कुनै सन्तान जन्मेको छ भन्ने सुरुचिलाई राजा उत्तनपातले सुनाउनु भएको थिएन। यसरी काखमा आउँदाखेरि को भन्दाखेरि सानो बालकले भन्छ म त पिताजीको काखमा बसेको छु। यसरी पिताजीको काखमा बसेको भन्दाखेरि यस्तो स्वभावले जो पाए त्यसलाई काखमा किन बस्छस् भनेर त यो राजाको काखमा बस्नु त तैले ठुलो तपस्या योगदान गर्नुपर्छ, त्यसै राजाको पुत्र हुँ भनेर काखमा बस्छस् भनेर काखबाट ओह्रालेर उता पर ठकेलिदिनु भयो सुरुचिले। तब बालक ध्रुव खिन्न हुनुभयो। अब यो काखमा बस्नको लागि त तैले यज्ञ
ठुलो ठुलो तेरो सातौं जन्मसम्मको योग तपल बलले मात्रै राजाको काखमा बस्न पाउँछस् भनेर जब माताको यस्तो बाणी सुनिसकेपछि सानो बालकको मनमा गहभरि आँसु आएर रुन लाग्यो र माताजीको चरणमा गएर फेरि काखमा गएर बालक ध्रुव बस्नुभयो। यसरी जब आफ्ना काखबाट आफ्नै पुत्रलाई निकालेर कान्छी महारानीले धकेल्दा पनि राजा उत्तानपाद केही पनि बोल्नु भएन। किन भन्दाखेरि ऊ ध्रुवलाई अब त्यहाँ काखमा राख्दाखेरि कान्छी महारानीले धेरै झै झगडा गर्ने अनेक किसिमको उपद्रव व्यवहार गर्ने राजा उत्तानपाद पनि एउटा ज्ञानी व्यक्ति हुनुहुन्थ्यो। त्यसै कारणले यसरी उहाँलाई धेरै दुःख लाग्यो। दुःख लागिसके राख्दा पनि आफ्ना पुत्रलाई काखबाट ओडाल्दा पनि राजाले केही बोल्नु भएन। त्यसो भएको कारणले अगाडि अगाडि गएर माताजीको काखमा आँसुबाट रुँदै रुँदै ध्रुवले जब माताको काखमा जानु भएको थियो माताले ध्रुवलाई सम्झाउनु भयो। मामङ्गलम तात परे सुमस्ता भुक्ते जनो यत्पर दुःखस्ततः। तिमी अर्काको अमङ्गल नचिताऊ, जसको अर्काको अमङ्गल चिताउँछ त्यसको कहिले पनि कल्याण हुनेवाला छैन। त्यो भएको कारणले सबै बालबालिकाहरूलाई आफ्नै सन्तान सरी माया गर्नुपर्छ रे। अर्काको अमङ्गल अहित हुने कार्यहरू केही पनि गर्नु हुँदैन भनेर यहाँनिर बसाउनु भयो। त्यो भएको कारणले अब कान्छी माता र आमाले के भन्नुभयो बालक ध्रुव भनेर माताले सोच्नुभयो। तिमीले त भगवानको भजन गर सत्संग आदि कर्महरू नगरिकन यो काखमा बस्नु पाउँदैनस्। त यहाँबाट निस्केर जा भनेर मलाई पठाउनु भयो। अब मैले के गर्ने माता भनेर जब ध्रुवले अगाडि मातालाई सोध्दै जानुभयो त्यो बेलामा ध्रुवले अब तपस्या गर्नुभयो। जब तैले तपस्या गरेर योग सिद्धि गरेर त्यतिकै यो सिंहासनमा राजाको काखमा बस्नु पाउँदैनस् भनेर यसरी कान्छी आमाको कठोर बाणी सुनेर ध्रुवजी बहुत चिन्तित हुनुभयो। अब यता आफ्ना पिताको काखमा बस्दा पनि माताले खेदाउनु भयो भन्दाखेरि त्यहाँनिर के भन्दाखेरि सौतेनी माताको प्रभाव पर्यो। आफ्ना पुत्रलाई चाहिँ सधैँ काखमा राख्ने, अर्कोलाई आएर दिने। काखमा बस्दाखेरि सुरुचिले त्यो देखि नसकिसकेपछि उहाँ ध्रुव बालक चिन्तित हुँदै हुँदै अब चाहिँ म माताजीको आज्ञा अनुसार अब म तपस्या गरेर अवश्यमेव पनि राज्य ध्रुव पद प्राप्त गर्नेछु, म यो आसनमा बस्नेछु भनेर बालक ध्रुवले मनमा कठोर विचार लिनुभयो। अब यतापट्टि माताजीबाट विदा भएर ध्रुवले यो संसारको धर्म अर्थ काम मोक्ष मध्ये कुनै एउटा पनि पुरुषार्थ पाउने चाहनेहरूले पनि भगवानकै चरण कमलको सेवा गर्नुपर्छ भनेर भन्नुभयो। सम्झिँदै जानुभयो। अब म यहाँबाट यमुना नदीको तीरतिर गएर जहाँ मधुवन छ मधुवनमा गएर कुनै परमात्माको ध्यान गर्दछु भनेर घरबाट ध्रुव बालक निस्कन भयो। सम्झनुहोस् एउटा सानो 5 वर्षको बालक आफ्नो घर त्यागेर वनतिर जाँदाखेरि कुन आमाको मन विचलित भएन होला। यता सुनीति माता घरि रुँदै घरमा बस्नुभयो। एउटा 5 वर्षको काखे बालक म राज्य भगवानको सेवा गर्छु, परम पद प्राप्त गर्छु भनेर राज्य सबै त्याग गरेर कुनै मोह केही नभनिकन केवल परमात्मालाई प्राप्त गर्छु भनेर जब वनतिर निस्कनु भयो। वनतिर निस्किँदै जाँदाखेरि जब बाटोमा घरबाट आफ्नो कुटीबाट बाहिर निस्किँदै जाँदै हुनुहुन्थ्यो। पर पुगिसकेपछि जब ध्रुव बालकलाई बाटोमा नारदजीसँग भेट भयो। नारदजीले भन्नुभयो, हे बालक कहाँ हिँडेको? म
मैले त भगवान परम पद प्राप्त गर्नु छ, माताको लागि योग्य हुनु छ, पिताको काखमा बस्न योग्य हुनु छ। त्यो भएको कारणले गर्दाखेरि मैले भगवानको प्राप्ति गर्नका लागि उनी श्री हरिको चरणमा ध्यान गर्नका लागि म निस्केको, तपस्या गर्न निस्केको भनेर राजा उत्तरापादका जो जेठी रानीका पुत्र ध्रुवले यसरी सबै कुरा बताउनु भयो र यसरी नारदले ध्रुवलाई अब विभिन्न कुराहरूको अर्ती उपदेश दिनुभयो। अर्ती उपदेश दिइसकेपछि हेर, यहाँभन्दा अगाडि एउटा मधुवन नाम गरेको वन छ, त्यहाँ गएर जो यमुना नदीको किनारमा छ प्रातःकालीन स्नान गर्नु, स्नान गरेर भगवानको नाम सेवा गर्नु। अब त्यहाँनिर ध्यान गर्दाखेरि एउटा मन्त्र भन्नु है भनेर द्वादशाक्षर मन्त्र 12 अक्षरको एउटा मन्त्र दिनुभयो। जब नारदजीले ध्रुवलाई जब दिनुभयो द्वादशाक्षर मन्त्रको अक्षरको मन्त्र भनेको सबैजनालाई थाहा छ। यसरी द्वादशाक्षर अक्षरको मन्त्र दिनुभयो। ओम नमो भगवते वासुदेवाय।